मुद्दा लगभग 5-6वटा गाविस वडा गाउँपालिकाबाट चाहिँ यहाँ उपस्थित भइसक्नु भएको छ। यो मन्दिर भनेको विशेष सबैले पूजा गर्ने मन्दिर, पुर्खौँदेखि चलिआएको परम्पराको मन्दिर हो। यस मन्दिरमा आजसम्म धेरैको ध्यान आकर्षण भएको छैन। यो मन्दिर चाहिँ पिछडिएको छ, कारण यस वडावासी लगायत सम्पूर्णको चाहिँ यो मन्दिरमा ध्यान आकर्षण नभएको कारणले गर्दाखेरि यो मन्दिर चाहिँ पिछडिएको छ। आज यहाँ विशेष पूजा भइरहेको छ, यो अवश्य पनि देखाउन चाहन्छु। दर्शक पनि कोलपुर नगरपालिका वार्ड नम्बर 13 मा बस्ने कुर्कुटवा थारूज्यू हाम्रो चाहिँ यस गाउँकै बलगर नभएर कोलपुर नगरपालिका 15वटै वडाका चाहिँ बलगर हुनुहुन्छ। उहाँ आजको यो चाहिँ जब्दी भवानी मन्दिरमा जो पूजापाठ भइरहेको छ, यो चाहिँ कति मुद्दाबाट तयार भएको, कतिवटा वडा समेटेको, कतिवटा गाविस, कतिवटा गाउँपालिका, कतिवटा नगरपालिका विगत लामो समयदेखि पूजा गर्दै आइरहेको यस मन्दिरमा कुन ठाउँदेखि आउँथे र अहिले चाहिँ यो मन्दिरको विशेष चाहिँ शाखाहरू कहाँ छन्, यस बारेमा उहाँलाई प्रश्न पारिदिनको लागि म उहाँको परिचयसहित अनुरोध गर्न चाहन्छु। धन्यवाद सरलाई। मेरो नाम कुर्कुटवा थारू र म यही 15 वाराका भनौँ बर्गरहरूको बर्गर हो र यसको पहिल्यैदेखि पूर्वकालदेखि नै चलिआएको हाम्रो यो जब्दी भवानी भन्ने मन्दिर ठुलो बहिनी सबभन्दा ठुलो बहिनी जब्दी भवानी नै हुनुहुन्छ र यसको शाखा धकेरी नयाँ गाउँ भन्ने छ, त्यहाँ पनि यसको शाखा छ र भुर भवानी भन्ने पनि यसैको बहिनी नै पर्छ। सबभन्दा ठुलो जेठी भनेको हाम्रो एकदम चर्चित भएको छ, त्यहाँको समुदायहरूले चाहिँ समेटेर हो। यहाँको अलिकति विलम्ब भएको छ, के कारण होला? यहाँका समुदायले नसमेटेर हो अथवा यहाँको कारण भनेको के छ भने पहिला जस्तै यो सङ्कटकाल लाग्यो, त्यसो सबै आफ्नो ढङ्गले हिँड्नलाई र यसको एकदमै लोभ भएर गयो। फेरि हामी बर्गरहरू सबै मिलेर 15 वाराका बर्गरहरू मिलेर पोहोर सालबाट भनौँ 81 सालदेखि सुरुवात गर्न खोज्यौँ र पोहोर साल यसलाई सफल पनि पार्यौँ र यो साल फेरि अलि ठुलो बनाम भनेर फेरि नगरसँग हामीले माग गरेर अनि त्यसपछि केही बजेट पनि पार्नु भएको छ, केही बजेट पनि पारेछ भनौँ पार्नु भएको छ। अब यो मन्दिरलाई अझै ठुलो र दीर्घकालीन रूपले एकदम बलियो र अबल बनाएर भोलिका दिनमा सम्पूर्ण यहाँका आदिवासी थारू समुदायदेखि लिएर सम्पूर्ण आदिवासी क्षेत्री बाहुन ब्राह्मण सबैलाई यो मन्दिरले चाहिँ सुरक्षा गर्ने भएको कारणले गर्दा यस मन्दिरको जगडा गर्नको लागि सम्पूर्ण ठाउँमा पारदर्शी हिसाबले प्रचार प्रसारको लागि पनि लागू पर्नु भएको छ। यसको लागि त एकदम धेरै धन्यवाद छ। आजको यो कार्यक्रममा पनि तपाईँ विशेष अगुवाई भएर आउनुभएको छ। आजको यो कार्यक्रम एकदम राम्रो र एकदम लागिरहेको छ। अझ प्रश्न पारिदिनुलाई अझै तपाईँको तर्फबाट भन्नुपर्ने अरू केही छ? यसमा हाम्रो सबभन्दा भूमिका सबै 15वटा वाराका बर्गरहरूको छ र हाम्रा यी वाराका सबै सदस्यहरू अनि वाराका अध्यक्षहरू सबै लागि परेका छन्। हाम्रो बलु भाइ पनि यसैमा हाम्रो सदस्य 2 पल्ट उठाइसकेका छन्, उहाँले नै यहाँ सहयोग गरिराख्नु भएको छ र यो हाम्रो जब्दी भवानीको पूजा राम्रोसँग सफल होस् भन्दै अनि यो भनौँ हाम्रो 29 मौजाको 29 गाउँले पहिला यसमा पूजा गरिरहन्थे। प्रत्येक गाउँको पालो हुन्थ्यो यहाँ, बोका अनि त्यसपछि बुङ्गुर अनि त्यसपछि कुखुराहरू सबै पूजा हुन्थ्यो। अहिले हामीले यसलाई सबै कटाएर बजेटको कारणले गर्दाखेरि हामी भनौँ अहिले पछाडि परेका छौँ। अरू मन्दिरलाई खासै कसैको ध्यान आकर्षण भएन, अब चाहिँ गराउनु पर्यो। गराउन अरू ठाउँको मन्दिर हेर्दै जानुहोस्, ठुलो बनिसकेको छ। हाम्रो भरैयामा जस्तोको तस्तै छ। सबभन्दा ठुलो बहिनी भनेको हाम्रो जब्दी भवानी मन्दिरमा मतलब धेरै शक्तिशाली छ भन्ने कुरो बुझिन्छ। शक्ति धेरै छ। यहाँ बाघै निस्किन्छ, जब यहाँ बिग्रियो भने यहाँ बाघ निस्किन्छ, गाह्रो छ यहाँ। त्यसले गर्दाखेरि यसलाई सबैले संरक्षण गरिदिनु पर्यो। सम्पूर्ण आदरणीय कोलपुर नगरपालिका लगायत यो 36
29 गाउँको मौदाका सम्पूर्णले चाहिँ यस मन्दिरलाई विशेष ध्यान आकर्षण गर्नु पर्यो, पूजापाठमा ध्यान दिनु पर्यो, मन्दिरलाई सहयोग गर्नु पर्यो, पूजापाठ गर्नु पर्यो, यही भन्न चाहेको। हवस्, धन्यवाद यहाँलाई। दर्शकबिन, आजको बलुघर्तीको अनलाइन टिभीमा तपाईँले हेरिसकेको भिडियो कस्तो लागेको छ यसको लागि लाइक र सब्सक्राइब गरिदिनुको लागि हार्दिक अनुरोध गर्दै फेरि पनि अर्को यस्तै भिडियोहरू अवश्य पनि दर्शक माझमा ल्याउने छु भन्दै बलुघर्तीको अनलाइन टिभीबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।